अब अहिले पिछबेल खाएको मुख डिस्प्लेतिर खोज्छ यहाँ खानमा लाग्छ चिकन नगेट 9 पिस फ्राइस होइन अनि यसको छ अनि यो चाहिँ अनि चिकन जामै एउटा के हो यस्तो झिलिमिलीवाला यो बत्ती बाल्ने बत्ती बाल्ने चाहिँ माइन बत्ती बाल्ने हो हेलो साथीहरू नमस्ते सबैजनालाई हेर्नु न आज बिर्सेको आएको हो यो दोकानमा म लुगा किन्नुको लागि मैले किन्ने लुगाको दोकान चाहिँ यस्तो भएको रहेछ भर्खरी नयाँ लुगाहरू निकाल्दै रहेछ होइन यहाँ चाहिँ मैले घरमा बस्दा लाउने सस्तो लुगाहरू पाउँछ नि त कस्तो राम्रो राम्रो जामाहरू चाहिँ त्यो भएर आएको थिएँ छैन रहेछ यस्तो भएछ अनि यस्तो टकटक छ दोकानहरू जाडो महिनाको लागि पुरा उयोहरू टोपीहरू निकालेको छ तातो तातो होइन अब यतातिर यस्तो डुल्दै डुल्दै अब हिँड्दै हिँड्दै घर जाने अब छैन रहेछ मैले भनेको लुगा अब हेर्छु अब उतातिर चाहिँ अर्को लुगाहरू छ कि त्यो नाइट ड्रेस जस्तो पाउला भएको लामो खालको त्यस्तो हेर्नु पऱ्यो यहाँनिर पुरा सस्तो लुगाहरू पाउँछ क्या अब सस्तै सस्तै लुगाहरू हेर्न आएको साथीहरूलाई है त यो चाहिँ प्रिन्स एडवर्डको लेडिज मार्केट सस्तो पनि हो अब यहाँनिर चाहिँ अब त्यो ब्रान्डेड लुगाहरू चाहिँ अब त्यस्तो सामानहरू चाहिँ खोज्नु हुँदैन अनि अब यो के छ रिजनेबल प्राइसमा लुगाहरू पाइन्छ काम चलाउ यो चाहिँ काममा लाउनुलाई होइन 4 जोडी लैजाउँ के लानु पऱ्यो यो पनि ट्राई गर्नु कुन राम्रो हुन्छ पछि 4 रुपियाँ Rất tới. Đang tên hậu qua sợ mắt. Tốt đẹp. Hậu à. Xe tới giảm á. ल काममा लाउने मोजा $20 मा 4 जोड पायो होइन राम्रो हुन्छ यो हामीले कति लगिरहेको खासमा यो कटन हो कटन नै हो राम्रो हो खुट्टामा पसिना नआउने खुट्टा पनि नगनाउने यहाँ साथीहरू मैले खोजेको लुगा यहाँ $40 यहाँ यो त छोटो भयो नि मैले चाहिँ लामो खालको जामा खोजेको त्यो 100 को 3टा रहेछ एउटाको 40 घर बस्दा लाउने लुगाहरू है यो चाहिँ मलाई सजिलो लाग्छ क्या यो सलक्क लाउनु यो लानु पर्यो यो कलर यो नि राम्रो छ है अधेरो अधेरो कलर मैला हुन्छ नि त घरमा लाउँदाखेरि यो एउटा लानु पर्यो यो नि राम्रो यसो कटन रहेछ शीतल खालको $40 एउटाको 3टा किन्छु 100 मा आउँछ है भयो 3टा त नलानु पर्यो म पाउन किन्नु मलाई $40 रहेछ सबै लुगा चाहिँ $40 सबै लुगा $40 सबै लुगा $40 छोरी मान्छेको लुगा मात्रै हो लाने हेर्नु टाइट हुन्छ कि भनेर साइज हेर्नु साइज चाहिँ यिनीहरूको एउटै होला साइज छ कि क्या हो नि किन्नु पर्यो नि त
तीनटा भयो है दुईटा जामा एउटा ट्राउजर यिनीहरू पनि राम्रो छ त टी सर्ट माथि किन गयो आमा खतरा सोपिङ यो झन् दामी छ त पाइहाल्यो भइहाल्यो लाछा होइन यो चाइनिजहरूको ढोकामा यहाँनिर चिन्डो पनि के पाउँछ कि यस्तो चिन्डो साकेलामा लाउने मैले यो किनौँ कि भनेर सोचेको थिएँ कि खासमा नेक्स्टमा आएर अलिक जाडो त्योभन्दा अलिकै राम्रो छ होइन जरा छिटो लाउनु बाउला भने चाहिएको तर अब अलिक पछि अहिले जाडै भएको छैन गर्मीमा एसी गाह्रो खिच्नुपर्छ के किन्ने अहिले कस्तो राम्रो भएको जस्तो लाग्यो त धेरै समयपछि आएको अहिले त अलिक मान्छे नि छैन त धेरै यो चाहिँ के को काइँ हो रहेछ यो सबै हड्डीको जस्तो लाग्छ हड्डीको हो क्या के को हड्डीको हो क्या यो होइन होला हो यस्तो हड्डीबाट बनाएको हो क्या यिनीहरू सेलबाट यस्तो किन्नु मन लागेको मैले यहाँ पाउँदो रहेछ यो चाहिँ के हो यहाँ धुपहरू बाल्ने के के राम्रो नि अब क्या त अब खाबो त्यहाँ मैले उयो गरिरहेको छु तर आजभोलि के मान्छे अनलाइन सपिङ गर्ने भएको कारणले त्यति मान्छे नै छैन नभए यहाँ मान्छे कति साह्रो हुन्थ्यो नि खुट्टा हाल्ने ठाउँ हुन्न थियो त अनलाइनमा सबै घरमै ल्याइदिन्छ सबै सुन चाँदीको दोकान आयो है कत्रो सुन राम्रो राम्रो छ योहरू चाहिँ राम्रो छ हराएमा डर छैन त अनि खतरा रहेछ त राम्रो हुन्छ यो यसको जलप पनि जाँदैन अनि भाजिँदैन पनि गिलो पनि हुँदैन यो ज्याकेट चाहिँ त्यसरी किने छैन जाडो महिना आउन लाग्यो नि त ज्याकेट खोसी यहाँनिर $25 बेचेछ नि ए सस्तो बेच्यो नि $25 हाफवाला ज्याकेट भित्र यो लाएर बाहिर लुगा लाउँदै तातो हुन्छ नि त बुढाबुढीहरूलाई राम्रो हुन्छ कि आमा मतलब सस्तोको माल मान्छेले आयो सस्तो आयो ल आयो म त ऊ जस्तै लाग्यो र नेपाल जस्तो लाग्यो यहाँ त त्यसरी किनेछ नेपाल दाम पनि एकदम सस्तोमा रहेछ नि प्राइस दामी के हो यस्तो झिलिमिलीवाला यो त मलाई पनि थाहा भएन घरमा राख्ने होला नि भित्र बत्ती बाल्ने रहेछ यस्तो बत्ती बाल्ने चाहिँ मैन बत्ती बाल्ने हो यस्तो पेटी राम्रो देख्दो रहेछ दामी रहेछ मैले लुगा 100 3टा किनिहालेको अनि जाडोको तातो लुगाहरू अब जाडोमा चाहिँ यस्तो भुसी लुगाहरू क्या हो नानीहरूको जामाहरू कति राम्रो हो छोरीहरूको के चाहिँ ए रहेछ त खाना तर यो टाउकोमा त एड्रेस भएको नाङ्लोमै कस्तो टाइम पाउँछ नि यस्तो किन्ने भनिरहेको छु सोचिरहेको छु त्यो हामीले के राख्छौँ नि त्योहरू सजिलो हुन्छ क्या त्यसको मोबाइलको फोनहरू
यो ज्याकेट त यहाँ पनि रहेछ यहाँ पनि रहेछ एकदम धेरै अहिले देख्दो रहेछ यो चाहिँ जाडो महिना आउँदैछ नि त सबै यो प्लास्टिकको फुल है नि त रियल जस्तो देख्छ त केटाकेटीको सानो सानो बच्चाहरू लुगा बच्चा हुने साथीहरू त यतातिर आइपुग्दैन हुनेछ सस्तो मस्तो राम्रो राति लाउने लुगा चाहिँ यहाँ पनि टन्नै रहेछ अब जाडो आउँदैछ नि त सबै जाडोको लागि नि त सुन दोकान चाहिँ के साह्रो हौ यो फेरि आमा कत्रो कत्रो हो फेरि अब फ्रुटको आइटम आयो ड्रागन फ्रुट यहाँनिर आदि चाहिँ सब के अरे लुगा दोकान आदि चाहिँ फ्रुट दोकान रहेछ ल अरे आमा यो खालको यो ल अरे आम चाहिँ एकदम मिठो हुन्छ है यो खालको एकदम मिठो बेच्दै छ हल्ला गर्दै यहाँ दोकान थाई छेचाई भन्दैछ बाजेले दोकान त यो एक पात छ कि अब यता अर्को पात हामी यहीँबाट जाने क्या चाइना जाने यहाँबाट पनि चाइना जाने यहाँबाट पनि चाइना जान्छ यहाँबाट हामी यहीँबाट जान्छ ए हामीले बिहान यतै कता खाजा खाएर यहाँबाट चढेर जाने खाजा खानु रेड पनि के छ क्या त्यो दोकानको नाम एकै खाने हो क्या हामीले कता हामी बिहानै आउँदाखेरि नचिन्दो रहेछ क्या हामी त बिहानै आउँछौँ त्यो दोकानकै खोलेको हुन्छ किवी 45 डलरमा रहेछ अघि किवी पनि किनेर मेरो खुट्टा दुखेछ होइन मान्छेहरू छैन हौ सुनसान जस्तो छ त कि बेला नभएको 4 बजे अहिले दिउँसोको कति लामो त्यो अङ्गुर यहाँ छ त्यो यस्तो अङ्गुर जान्छ पहेँलो ड्रागन फ्रुट यो महँगो हुन्छ एकदम मिठो पनि हुन्छ राम्रो पनि हेल्दी हुन्छ है येलोवाला ड्रागन फ्रुट यो के ल्यान्ड रहेछ लाने दबाईको हुन्छ भने $25 एक प्याकेट ठिकै हो पानी त मिठो त हुन्छ आलु घरी यहाँनिर यो चाइना बिहान हामी आउँदाखेरि चाहिँ त्यो बन्द हुन्छ नि त्यो कमाउनु नसकेर चाहिँ जाडो महिनाको लागि पन्जाहरू टोपीहरू हो तातो तातो
跟住你又加啲純淨水再翻。Big जुत्ताहरूको पो रहेछ Big Shell सस्तो जुत्ता लेडिज मार्केट सकिएको अब सकिन आँटेको यता खानेकुरा अब सकिन आँट्यो कति लामो छ त मङपोकमा छ यो प्रिन्स एडवर्ड हो सामसकुमै छ जोर्डनमै छ त्यसो त यो चाहिँ केहरू हो योहरू हातमा लाउने सबै उसको रहेछ हौ जेटको पो रहेछ त चारवटा मात्रै यदि महँगो छ सक्यो त मार्केट त हाम्रो सपिङ सकेको हो तिम्रो सपिङ सक्यो मेरो सपिङ त्यति नै हो आजको लागि सपिङ सक्यो घर बस्दा लाउने लुगा काम चलाऊ एनी हाउ रिजनेबल प्राइसमा किनेर हामी यहाँ मार्केटबाट निस्क्यौँ अब यहाँ चाहिँ 30 करोड सक्सेस खाने ठाउँहरू पनि रहेछ है सी फुडहरू बनायो हुन्छ अहिले हामी अर्डर गरेपछि उनीहरूले फेरि रिफ्राई गरेर दिन्छ पाङ्काहरू ग्रिल गरेर मिठो मिठो सही सही म्याक खाने भाइ यहाँबाट माथि जान्छ लेङको एक लागेको लाग्ला एउटा चिली एउटा नचिली म चाहिँ चिली खाँदिनँ नि त के घुम लाग्यो यो नपिरो आयो मेरो त आउँदाखेरि खानु मन लाग्यो कसको रहेछ त्यहाँ हालम ससहरू छ मेरोमा केही हाल्दै न समथिङ गइसक्यो मस्टार्ड हो यो त पिरो त पिरो
चाहिँ हामी म्याथ पनि खाने होला म्याथ पनि आइसक्यो है अब अघि पिछबाट खाएको मुख बिस्किट म्याकडोनल्ड पनि खानु मन लाग्यो चिकन नगेट्स 9 पिस फ्राइस होइन अनि यसको सस अनि यो चाहिँ चिकन नगेट्सको सस यो चाहिँ आइस लेमन टी हामीले एउटा सेट खाएको हामीहरू अघि नि पिसबाट पनि खायौँ त्यो भएर भोक लागेको छैन यसो अलिकति एकछिन यहाँ म्याकडोनल्डमा रेस्ट गरौँ भनेर हो क्या बस्नुको लागि खासमा अनि अब हामी हिँडेर अब थाकेको छौँ थाक्यौँ नि त अब एकछिन यहाँ रेस्ट गरेर अनि घर जाने घर गएर भात पकाउनुपर्छ फेरि त्यो भएर अलिकति मात्रै खानु पऱ्यो भनेर अब म्याकडोनल्ड खाएर घर जाने साथीहरू कस्तो सेलाको फ्राइस हो अहिले तातै यहाँ म्याकडोनल्ड खानु मन लाग्दैन तातो तातो दिए पनि मिठो हुन्छ अनि चिकन सेलाको चिकन तातो छैन अन्डा भुजिया खानु मन लागेको आज नखानु पर्यो खुट्टा दुखेछ अलिअलि त्यो भएर बिफको मासु नखानु पर्यो भनेर क्या यस्तो मलाई मनपर्छ जाँदा पनि अब म्याक खाएर घर जाने हाम्रो आजको दिन यति गरौँ चिज फ्रेन्च फ्राइस खाएको मिठो छैन पहिला त तातो तातो दिँदैन क्या कहिले काहीँ भेट्छौ दिँदैन तातो Bác Bình có tháng rồi dạ kỹ theo quy đó mà kỹ chủ mà xong rồi là cô có đâu có con cho nó tự có dùng tay thì nó coi là con đồ xuyên xuyên may may khổ hữu dành mà đây thì may cái thịt cô अब चाहिँ हामी तन खान्छौँ है त्यसपछि घर जाने अनि आजको हाम्रो दिन पनि समाप्त होला नि खाइसकेर घर जाने आज भात पकाउनु पर्छ अल्छी कुरा भात पकाउनु नपकाऊँ क्या भात पनि कति धेरै खान्छ